हेलो है दर्शकबिन, वेलकम टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। यो चाहिँ हाम्रो दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा जुन विवादमा आएका साक्षी खोलाको रुखहरू हो, टुनाहरू। साकेला गाउँपालिका मझुवागढी नगरपालिकाको बिच सेन्टरमा खोलामा, साप्सी खोलामा अवैध ढङ्गले काटेको मुराहरूलाई चाहिँ हुन्छ अवैध ढङ्गले काटेको भनेर यहाँनिर सब डिभिजन र वन डिभिजनबाट कर्मचारीहरू आएर नापजाप गर्दै हुन्छ। त्यसैमा चाहिँ हामीले पनि यहाँनिर वनको मान्छेलाई यसो सघाउने, यसो हेर्नुको लागि यहाँ आइरहेको छौँ। ल है त, लु है त, यहाँनिर गएर कामहरू हुँदैछ। ल मुरा पल्टाउनु हामी धमाधममा छौँ है। साप्सी खोलाको मुरा चाहिँ यो तरिकाले पल्टाएर हामीले सदुपयोग गर्दैछौँ। यो चाहिँ अब सहयोग, हाम्रो सरकारी कर्मचारीलाई चाहिँ हामीले आज सहयोग गरेको भनेर बुझ्नु पर्यो है। पानी यस्तो छ, पानीमा बगाउँदै झार्दैछौँ। बिचरा 6-7जना आउनुभएको रहेछ। ल सहयोगको भावना भएको मान्छेहरू जति चाहिँ यतातिर। लु हाम्रो माथा चाहिँ कता गएछ, खाजा खानु गयो क्या। सामान ल्याइदिएको थिएँ, सामान चाहिँ मैले यहाँ राखिदिएको छु। अहिले भेटाइहाल्दा होला। यहाँ राखिदिएको छु। यो चाहिँ औषधि यहाँ राखिदिएको छु। सडक डिभिजनमा चाहिँ चामल लिएर आएको, आज सघाइयो पनि खोलामा। सरकारी कर्मचारीहरूलाई, उहाँहरूलाई पनि गाह्रो छ। ल सट्टोसँगले यहाँसम्म आइपुग्यो है त।